वेल गाइज फाइनली कम्पिटिसन सकेर आउने बित्तिकै होइन आयो फ्रेस भयो। त्यसमा भिडियो सुट गर्न पाइएन। इट्स बिकज साथी पनि थिएन। अब साथीहरू पनि यस्तै भइदिए, बट इट्स ओके। आज धेरै कुरा सिक्यो होइन, धेरै कुरा सिक्यो र धेरै कुराहरू समयमा गऱ्यो भने होइन भोलिको दिनको लागि धेरै नै राम्रो हुन्छ भन्ने कुरा पनि बहुत कन्फिडेन्सली थाहा पाइयो। सो आज चाहिँ अन्टिल टप 15 अन्तर्गत पर्यो। त्यसपछि टप 6मा नाम चाहिँ आउन सकेन। इट्स बिकज भन्दाखेरि टु बी अनेस्टली भन्नुपर्दाखेरि मेरो पोजिङ धेरै नै विक थियो। मेरो बडी स्ट्रक्चर एकदमै राम्रो थियो, त्यसमा कुनै कम्प्लेन छैन। मैले आफ्नो सकेसम्म 100% दिएको, बट मेन प्रब्लम कहाँ आयो भन्दाखेरि इट वाज अ पोजिङ चाहिँ मिलेन। बट डजन्ट म्याटर। सो आजको कोसेली चाहिँ हाम्रो यो पाइयो सर्टिफिकेट, पार्टिसिपेसन सर्टिफिकेट। एन्ड त्यसपछि यो दिस इज माई ट्याग नम्बर। यो थियो मेरो लाइफको फर्स्ट मेन्स फिजिक्स एन्ड स्पोर्ट्समा कम्पिटिट गरेको मेरो यो फर्स्ट ट्याग नम्बर। यो ट्याग नम्बर पहिला अर्कै थियो, तर बाई द वे अब यही ट्याग आएको लेखेको थियो। सो यो पाइयो। एन्ड त्यसपछि यो मेरो आइडी कार्ड्स। यति भयो र लेसन चाहिँ धेरै सिकियो। एन्ड मेन चिज चाहिँ के सिक्यो भन्दाखेरि जे पनि कुरा गर्नु अगाडि होइन हामीले आँट राख्न पर्दछ। द्याट मिन्स यु मस्ट बी लाइक कस्तो भन्दाखेरि सेल्फ मोटिभेट हुनुपर्छ। अनि त्यसपछि होइन म गर्छु भन्ने खालको यदि फिलिङ्स भित्रैबाट आयो भने त्यसमा लागि सक्नुपर्छ। सो इट गर्न गिभ यु द बेस्ट। सो त्यति नै भन्न चाहन्छु। सो आजको भ्लगलाई यही इन्ड गरौँ। भिडियो सुट गर्ने मान्छे कोही नभइदिएको कारणले गर्दा अलिक पोजिङको भिडियो आउला, तर अरू नैबाट कपी गरेर हालेको छु। अनेस्टली भन्नुपर्दा यही हो। सो गाइज थ्याङ्क्स फर सपोर्टिङ। इफ यु आर न्यू इन द च्यानल प्लिज सब्सक्राइब होइन। एन्ड भिडियोमा के राम्रो के नराम्रो लाग्यो त्यो पनि फिडब्याक गरिदिनु होला। र भिडियो अति नै राम्रो लाग्यो भने आफ्नो साथीभाइ अथवा आफ्नो वरिपरिको इन्भाइरोमेन्टमा पनि सेयर गरिदिनु। त्यति भन्दै अब आजको भ्लग चाहिँ यही इन्ड गरौँ है। अब गुड नाइट, टेक केयर एन्ड एट लास्ट स्टे हेल्दी, स्टे ह्याप्पी एन्ड बी स्ट्रङ। फिटनेसलाई अलिकति माया गरौँ होइन। भोलिको 50 कटिसके पछाडि जुन पैसा हामी त्यो हस्पिटलमा अथवा मेडिसिनमा जुन पैसा हामी खर्च गर्छौँ त्यो खर्च गर्नुभन्दा पहिला यदि समयमै ध्यान पुऱ्याएर हामी आफ्नो लाइफस्टाइल अलिकति चेन्ज गऱ्यो र अलिकति फिटनेसतिर लाग्यो भने त्यो मेबी भोलिको दिनमा त्यो पैसा सेभ हुनसक्छ, अथवा त्यो पैसा हामी अरू ठाउँमा पनि इम्प्लिमेन्ट गर्न सक्छौँ भन्दै आजको भ्लग इन गर्छु। ओके, गुड नाइट, सी यु टुमरो इन न्यू भ्लग्स एन्ड न्यू फिटनेस एपिसोड। र मेरो फिटनेसको जर्नी चाहिँ यत्तिकै कन्टिन्यू हुन्छ होइन। सो मेबी लेटर अन यदि कुनै प्रोग्राम भएको छ भने म फेरि अपडेट गर्छु। त्यसरी नै लाइक स्टार्टिङ फ्रम द डाइट प्लान, पिक विक एन्ड अन्टिल द गेम फिनिस। र नेक्स्ट टाइम यदि म कुनै गेम खेल्न गएको छु भने होइन आफूसँग अलिक 2-3 जनाको एउटा राम्रो इन्भाइरोमेन्ट बनाएर जसले गर्दाखेरि चाहिँ पुरै भिडियो पनि सुट गर्न पाइयोस् होइन। अनि त्यसपछि भएको इन्फर्मेसन चाहिने इन्फर्मेसन मेबी इन मुभिङ अनवर्ड्स आउने दिनमा यदि कोहीलाई त्यस्तो इन्फर्मेसनको खाँचो छ भने मेरो भिडियोबाट पनि प्राप्त गर्न सक्नुहुन्छ भन्दै अब चाहिँ भ्लग चाहिँ इन गर्नु पऱ्यो। ओके, गुड नाइट।